हेलो गाइस सबैजनालाई नमस्ते 2026 को सबैजनालाई शुभकामना इङ्ग्लिस न्यु इयर भए पनि सबैजनालाई अब यो इङ्ग्लिस न्यु इयर हो तर पनि अब हामी विदेशमा बसिसकेपछि अब यसलाई पनि मान्नै पर्ने कुरा हुन्छ त्यही भएर चाहिँ सबैजनालाई जति विदेशमा बस्नुहुन्छ सबैजनालाई शुभकामना आज जनवरी 1 2026 को दिन हामी आज हाम्रो पनि काम छुट्टी थियो आज र भोलि आज चाहिँ हामी खानासाना खाएर अब छुट्टीको दिन यसो अल्छी लाग्छ अनि त्यही भएर चाहिँ बाहिरतिर यसो जानु पऱ्यो भनेर एकजना भाइसँग सल्लाह गरेर हामी बाहिर निस्केको थियौँ अनि कहाँ जाने भन्ने डिसिजन गऱ्यो है अब म चाहिँ फेरि हाल रोमानियाको कोस्टान्डा भन्ने सिटीमा है अनि यहाँ काम गरेको त म अलि धेरै नै वर्ष भयो अहिलेसम्म म एउटै ठाउँमा छु लगभग 5 वर्ष रनिङ भयो अहिले अनि हामी चाहिँ सल्लाह गर्दाखेरि यसो अब जाउँ न अब अलिकति रमाइलो हुने ठाउँ भनेको यो ब्ल्याक सी साइड हो 1 नम्बर भनेर हामी यता आयो अनि यता आएर यसो बाहिरतिर यसो निस्केर यसो हेर्दाखेरि अलिकति रमाइलो लाग्यो अब यो विन्टर सिजन हो जाडो मौसम चिसो समय अनि यसो माहौलमा अलिकति यसो सानो भिडियो बनाइदिउँ नि त भनेर म चाहिँ भिडियो बनाउनुतिर लागेँ अनि हामी यसो घुम्दै यहाँनिरको माहौलहरू यहाँहरूले पनि यसो हेर्नु होला के रहेछ कस्तो रहेछ होइन अब यहाँनिर भएको साथीहरूलाई त खासै त्यस्तो नलाग्ला तपाईँ टाढा जो टाढा हुनुहुन्छ जो चाहिँ नेपालतिर हुनुहुन्छ रोमानियामा आउन खोज्नु भएको छ उहाँहरूको लागि चाहिँ यो विशेष पनि हुनसक्छ रोमानिया चाहिँ अब कोस्टान्डा चाहिँ यस्तै छ होइन त्यही भएर साथीहरू भिडियोलाई राम्रोसँग हेरेर रायो सल्लाह सुझाव के दिनु मन लाग्छ दिनुहोस् होइन अब त्यही हो यहाँनिर दृश्यहरू यस्तो छ अहिले जाडो मौसममा खासै त्यति मान्छे हुने समय होइन आज 1 गते भएको कारणले गर्दाखेरि सबै अफिसहरू सबै छुट्टी थियो अनि त्यही भएर चाहिँ मान्छेहरू सायद घुम्न आएको होला त्यही भएर नै मैले यसो सानो भिडियो बनाएको अनि यहाँनिर चाहिँ आज चाहिँ मान्छे चाहिँ होस् ठिकै रहेछ अब समरमा चाहिँ यहाँनिर एकदमै धेरै नै हुन्थ्यो मान्छेहरू र आज चाहिँ खासै त्यति धेरै पनि होइन त्यति थोरै पनि होइन तर यो समयमा यतिको मान्छे हुनु भनेको ठिकै हो अनि अब केही त भने बाहिर जानु भनेकै मान्छेको भिड राम्रो भयो भन्दा राम्रो देख्ने त हो नि होइन तर अब आज चाहिँ मौसम चाहिँ एकदम राम्रो छ आनन्दले यसो बाहिरतिर निस्किँदा पनि अलिकति सफा छ मौसम त्यही हो गाइज अब के गर्नु रोमानिया बसेको यत्रो समय पनि भयो त्यही पनि मैले भिडियो बनाएको थिएन आज चाहिँ यसो भिडियो बनाएर यहाँहरूलाई यसो देखाउने कोसिस गरिरहेको छु अब राम्रो त नहोला तै पनि यसो होइन बाहिरतिर निस्किने बेलामा यसो भिडियो पनि बनाऊँ यसो नदेख्ने साथीहरूलाई पनि देखाइदिउँ नि त भनेर चाहिँ सानो भिडियो बनाउँदैछु साथीहरू अब के लाग्छ तपाईँहरूलाई होइन त्यही भएर अब हामी चाहिँ यसो घुम्दैछौँ यहाँको दृश्यहरू पनि यसो हेर्दै पनि छौँ खिच्दै पनि छौँ तपाईँहरू पनि हेर्नु होला इन्जोय गर्नु होला होइन के कुरा लाग्छ यसो मनमा लाग्यो भने यसो लेख्नु होला अब कोही नजिक कोही साथीहरू छ भने कमेन्ट गर्नु होला होइन अब हामी पनि कोस्टान्डामै हो कोही नजिक छ भने कमेन्ट गर्नु यो चाहिँ ठाउँ अलिक एकदम ठिक छ एकदम रमाइलो छ यो चाहिँ आज राति हामी यसमा आउन पाएन यहाँ आज राति चाहिँ एकदम ठुलै प्रोग्राम रहेछ चिसो थियो बाहिर निस्किन एकदमै गाह्रो थियो अनि त्यही भएर चाहिँ हामी चाहिँ निस्किएन यस्तै अब बाहिरतिर चाहिँ अब कोठाकै बाहिरतिर चाहिँ अब पटक्का पड्काउने ठाउँतिर चाहिँ गयो यसो होइन 1-2वटा भिडियो मैले फेसबुक पोस्टमा पनि हालेको थियो स्टोरीमा पनि अनि आज पनि सायद यहाँ कन्सर्ट छ मेरो विचारमा किनभने यहाँ सबै स्टेजहरू छ यहाँ स्टलहरू हो यो स्टल चाहिँ यही चाडपर्व भनौँ न अब क्रिसमसदेखि अहिले यो न्यु इयरको लागि मात्रै होला यो क्रिसमस के अरे स्टलहरू त्योभन्दा अघिपछि चाहिँ हामीले यहाँनिर देख्ने गरेका छैन अनि त्यही भएर यसो हेरेको अलि रमाइलो लाग्यो त्यही भएर भिडियो बनाउनुतिर लागेको छु अब के लाग्छ